राइट गाइज के छ सन्चै हुनुहुन्छ? मुकेश खनाल भ्लगमा यहाँलाई स्वागत गर्दछु। म चाहिँ आज चाहिँ घरबाट चाहिँ यसो फ्रेस हुनुको लागि चाहिँ निस्किँदैछु, यसो घुम्नको लागि चाहिँ। म चाहिँ अहिले कालिम्चोक पुगिसकेको छु है। बिस्तारै एक्लै हिँड्दै यताउता अनि नेचरलाई चाहिँ यसो देखाउँदै आफू पनि हेर्दै त्यहाँ बिस्तारै बिस्तारै गन्तव्यतिर लाग्दैछु। आजको डेस्टिनेसन भनेको चाहिँ त्यहाँबाटै घुम्दै राम मन्दिरमा चाहिँ पुग्नु हो है। म चाहिँ बिस्तारै बिस्तारै हिँडिरहेको छु अहिले। यसो बिस्तारै हिँड्दै गर्दाखेरि मैले त्यहाँ एउटा यस्तो दामी फुल आउँछ अनि मैले त्यसपछि चाहिँ त्यो फुलको पनि भिडियो बनाउँछु। टक्क बगैँचा जस्तो देखिन्छ तर बगैँचा चाहिँ होइन। बिस्तारै हिँड्दै अनि त्यसपछि चाहिँ फोटोहरू सुट गर्दै म चाहिँ आजको गन्तव्यतर्फ चाहिँ लाग्दैछु। एकैछिन चाहिँ म एउटा ठाउँमा चाहिँ बसेर अनि त्यसपछि चाहिँ त्यहाँबाट चाहिँ फोटोहरू सुट गरेर बिस्तारै बिस्तारै लाग्दैछु राम मन्दिरतिर लाग्दैछु। अनि राम मन्दिर पुगेर एकछिन त्यहाँबाट आफ्नो पुरानो पहिलाको यादहरूलाई चाहिँ सम्झाउनको लागि चाहिँ त्यहाँबाट आफ्नो स्कुललाई हेर्छु एकछिन म। अनि सबै कुरा हजुरहरूलाई देखाउँछु। अहिले चाहिँ म त्यहाँ बसेर यसो फोटो सुट गर्दैछु। अहिले चाहिँ म राम मन्दिर पुगिसकेको छु होइन। राम मन्दिरबाट चाहिँ यसो उतापट्टि आफ्नो स्कुलको फोटो अनि त्यसपछि चाहिँ राम मन्दिरको फोटो चाहिँ अनि खिच्दैछु, भिडियोहरू पनि बनाउँदैछु। अनि त्यसपछि चाहिँ एकछिनमा म पूजा गर्छु। पूजा गरिसकेपछि चाहिँ यताउता हेर्छु, एकछिन बस्छु त्यहाँ। पूजा गरिसकेपछि फोटोहरू सबै सुट गरिसकेपछि चाहिँ म चाहिँ बिस्तारै आफ्नो घरतिर लाग्छु। फोटोहरू सबै सुट गरिसकेपछि अनि आजको चाहिँ भिडियो चाहिँ यहीँ अन्त्य भएको चाहिँ जानकारी गराउँदै म पनि बिताउँछु। हस्त धन्यवाद, थ्याङ्क यू।